त्यस के हुने हो त अन्तिम प्रहर बेला बनाउँदा पढ्यो के धरतीमा भगवानको कार्य अब अन्तिम प्रहरतिर मन्दिर मस्जिद आयौ विभिन्न रूपमा मेरो पूजा गर्यौ र समय आएको छ उहाँको सत्य स्वरूपलाई पहिचान गर्ने केवल त्यस रूपमा होइन तथापि मेरो मङ्गलकारी नाम शिव हो म गुण र शक्ति स्रोत हुँ तर म एक दिव्य ज्योति हुँ सर्वशक्तिमान हुँ परम पवित्र छु सदा कल्याणकारी छु अब म स्वयं यस आइसकेको छु मलाई चिन्न र जान्न र सम्बन्ध जोडेर मेरा सबै शक्ति र गुणहरूको अधिकार प्राप्त गर प्रजापिता ब्रह्माको मानवीय शरीरमा प्रवेश ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालयको माध्यमबाट आध्यात्मिक ज्ञान र सहज राज्यको शिक्षा लागेको सत्यवाणी संसारमा देवी देवता आत्मालाई गरेर पवित्र बन्न दे यो 25 भने देख्नु त 25 भयो 26 27 सम्म त गइदेला त कस्तो होला के पैसा के गर्छ यस्तो हामीलाई बनाउँछु ढुक्कै हुनुहोस् भने क्या अब त म कसै रास मान्दैन पक्का भिडियो बनाउँछु हैन दुईको बाटो हुन्छ होला त राम्रो ल हिजोहरु बन बाबुई कति राम्रो सिनाउने हो क्या यार